काठमाडौँको तारकेश्वर नगरपालिका 6 लोलाङ पैउटारमा घरायसी विवादको क्रममा श्रीमतीको हत्या अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पैउटार बस्ने नेपाली ब्रो भनिने 42 वर्षीय कुमार थापा मगर रहेका छन्। उनले आफ्नी श्रीमती 42 वर्षीय ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति करिब 10 बजेतिर रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। नेपाली ब्रो नामले परिचित कुमार थापा मगरलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाली ब्रो नामले परिचित यी व्यक्तिले सामाजिक सञ्जालहरूमा उच्छृङ्खल गतिविधिहरू समेत गर्दै आइरहेका थिए। भिडियो हेर्ने तपाईँ दर्शकहरू यस विषयमा के भन्नुहुन्छ कृपया एउटा कमेन्ट गर्नुहोला। अनि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला, ताकि आगामी दिनमा पनि यस्तै जानकारीमूलक भिडियो तपाईहरुको लागि ल्याइराख्नेछु भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। तबसम्मको लागि बिदा दिनुहोस्। जय नेपाल।